पहिला त आफ्नो एमएसी आइडी लगइन गर्ने, त्यसपछि अब कुन फिल्डमा पेमेन्ट गर्ने हो त्यसमा टिक गरेर अब यी सेवाबाट पेमेन्ट खल्तीबाट लिन गर्ने बेटर के गर्ने कनेक्ट आइपिएसमा क्लिक गर्ने। ओके, कनेक्ट आइपिएस क्लिक गर्दाखेरि धेरैले यो जुन छ नि यता क्युआर कोड त्यहाँ स्क्यान गरेर पेमेन्ट गर्छ, त्यो चाहिँ एभोइड गर्ने। यता आफ्नो कनेक्ट आइपिएसको जुन आफ्नो आइडी बनाएको छ त्यो राख्ने, इमेल राख्ने, जिमेल राख्ने, अनि यता रिक्याप्चा दिएको छ त्यो राखेर साइन इन गर्ने। MG5MY अनि साइन इनमा क्लिक गर्ने। त्यसपछि आफ्नो यो कनेक्ट आइपिएसको पासवर्ड राख्ने, पासवर्ड राखेर साइन इन गर्ने। अनि यता आफ्नो एकाउन्ट सिलेक्ट गर्ने, मजाले सिलेक्ट गर्ने, अनि त्यसपछि सबमिटमा क्लिक गर्ने। अब त्यसपछि यता आउँछ के भन्छ कि पिन आउँछ, ओटिपी आउँछ, ओटिपी राख्ने, ओटिपी राखेर सबमिट गरिदिने अनि वेट गर्ने। ल यो पेमेन्ट भइसक्यो मेरो। अब पेमेन्ट भइसकेको छ। अब यसलाई म के गर्छु, रिफ्रेस गर्छु। यसरी रिफ्रेस गर्छु। ल पेमेन्ट सक्सेसफुली। अब यसरी रिफ्रेस गर्दा केही पनि आउँदैन। सो अब फेरि यो सर्च बारमा गएर एमएसी लगइन सर्च गर्ने। त्यसपछि अब जुन आइडीबाट पेमेन्ट गरेको थियो त्यो आइडी लगइन गर्ने। ओके, एन्ड लुक नाउ यु क्यान सी अलरेडी पेमेन्ट स्टार्ट रजिस्ट्रेसन। मैले जस्ट भिडियोसको पेमेन्ट गरेको यु क्यान सी। ओके, थ्याङ्क यू।